हेलो एन्ड नमस्ते एभ्रिवान। आशा गर्दछु तपाईँले सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। म चाहिँ सुरज लान्छन् पनि तपाईँहरू थाहा नै छ। अनि आज चाहिँ म छोटो मिठो भ्लग बनाउनु गइरहेको छु होइन। के भन्दाखेरि कोरियामा सबैभन्दा पिरो खानेकुरा होइन। अब म चाहिँ एकदम खानु र यो मासु यसरी मासु नभनौँ मैले यसरी मासु नभनौँ होइन। मेरो घरमा कुलदेवता किन रिसायो भने फेरि मार्ला मलाई होइन। यो चाहिँ सुप तपाईँहरूले लिन सक्नुहुन्छ। मैले धेरै नखाने क्या, यो चाहिँ सुप हो। धेरै नखाने तपाईँहरूमा 400 ml कसरी हाल्यो धेरै भित्र हालिदिने। आगो बाल्नु अब एकदम पुलिसमा बाल्नुमा फेरि अहिले कहाँ अहिले मेरो भिडियो आदि नै बन्छ है। यस्तो राख्यो होइन। मासुमा यो उमाल्यो, त्यसपछि मैले अहिले यो अन्डा हाल्छु। यो चाहिँ अन्डा है, दिस इज अन्डा। अनि त्यहाँबाट मैले यो चाहिँ प्याच हाल्नुपर्ने हुन्छ। अनि यो चाहिँ चिया हो, यो चाहिँ फसद भन्छ। अनि यो चाहिँ अन्डा हो, यो नि अन्डा हो। यो चाहिँ डेकोरेसनको लागि यो हो क्या। यो चाहिँ मेरो खाने भाँडा है। भाँडा चाहिँ कस्तो गरुङको छ, हेर्दा चाहिँ कस्तो लाइट देखिरहेको होला है। गरुङको छ यो भाँडा चाहिँ। के को भन्छ, तामा भन्छ के को भन्छ मलाई पनि थाहा छैन है। यसरी उमाल्ने है। स्पाइसी चाहिँ कसरी हुन्छ भन्दाखेरि खै चप्चकै ल मैले कहाँ राख्छु के हाल्नुपर्ने हुन्छ कि मैले यो चम्चा हो होइन। स्पाइसी बनाउनु लाग्दा होइन मैले, त्यही भएर यो हाल्यो चाहिँ दामी स्वाद आउँछ। यो मात्र नभइकन होइन अर्को नि हाल्नुपर्ने हुन्छ मैले। यसरी खोल्यो यो हाल्नुपर्ने हुन्छ। यो कति हाल्ने हुँदाखेरि यत्तिको चम्चा यत्तिकै हालिदिने है। यसरी हालिदिने। यसलाई चाहिँ ठाउँ राख्नुपर्ने हुन्छ है। चेदारी भन्छ यहाँ चाहिँ खालि। यस्तो गरेर चाहिँ अब यसलाई हामीले चलाइदिनु पर्ने हुन्छ। कलर आएको हेर्नु न, कलर माइ गड। आज चाहिँ म धेरै लामो बढाउँदिनँ। यो यस्तो बनाएको होइन, यस्तो बनाएको देखाइदिउँ भनेर मात्र हो यो बनाएको। मलाई चाहिँ अलिकति यो हाल्नु मन लाग्यो अलिक सानो कुरोमा है, मिठो हुन्न फेरि। अनि यहाँ चाहिँ यो हाल्छ क्या, यसलाई चाहिँ ताङमेन भन्छ होइन। यसरी टिपेर टक्क लगाएर यो ताङमेन हो। यो चाहिँ नुडल्स यहाँ खै के हो, यो रबर जस्तो हुन्छ, नचेक हुन्छ। केबाट बनाएको यो भातबाट के बनाएको मलाई पनि थाहा छैन। यहाँ एकछिन यसरी घुल्नुपर्छ। अब यसरी उमालेपछि होइन टक्क लगाएर हुन्छ। यो उनीहरू मैले हालिदिनुहोस्। यो चाहिँ अन्डा मलाई अन्डा चाहिँ धेरै हालेको, अरूलाई चाहिँ कस्टमरलाई भने चाहिँ तलै हाल्नुपर्छ होइन। यस्तो हुन्छ ल मासु केता अन्डा गरौँ। अन्डाहरू चाहिँ हाल्नुपर्ने हुन्छ हामीले। खारा हो यार। खारा आइसक्यो यार। उयो हाल्नुहोस् होइन। यसमा चाहिँ यो प्याज हाल्नुपर्ने हुन्छ। यो ठिकै लाग्छ मलाई, मात्रै लाग्छ त्यही पनि हालेँ। अनि यो अलिकति हाल्नुपर्ने हुन्छ। यो चाहिँ यो नै हाल्नुपर्ने हुन्छ, तर हाल्नु मलाई मन पर्छ होइन। फाइनल लुक्स मासिकेता हेर्नु न ल। अब योसँग चाहिँ के खाने भन्दाखेरि भात खाने। यो भयो हाम्रो भात चाहिँ यहाँ छ है। ल यहाँ उस कपको भात चाहिँ हुन्छ। यो चाहिँ अलिकति भातहरू हुन्छ है। यो चाहिँ यस्तो गरेको चाहिँ यो चाहिँ बाँकी बसेको पुरै नभएको भात हो। यो चाहिँ त्यही भएर मैले म खान्छु। ल अब यसलाई बाहिर लगेर खमाइदा एकछिन पक्नु है त, म देखाउँछु फेरि। Camera angle, okay guys, let's try it. 식당하고 제가 손님들 식당이 잘못된 줄 알아요. 우리는 아무 권한도 없고, 그지? 알겠습니다. 이래로 이제 감사합니다.
अनि यो चाहिँ काँक्रो है ए काँक्रो नि मुला यो चाहिँ भात अनि यो चाहिँ मासु भयो होइन मिर्च एकदम दामी यो मुला चाहिँ क्या दामी लाग्छ मलाई अब मैले खाएर सकेपछि ल्याउँछु भिडियो लामो बनाउनु हुँदैन नि त लगाइसक्यो है दामी थियो है लगिदियो बनाएको पिरोवाला मुला भात ल यस्तै खानेको मेरो पसल भिजिट गर्नुलाई है म लोकेसन पठाइदिन्छु दामी थियो पिरो पनि ठिकै भनौँ पसिना आइरहेछ होइन यो गर्मीले गर्दा होला र यस्तै भिडियोहरू म पछि नि हाल्दै जाउँला के हो थाहै छैन है के जे नि हुन्छ है अनि आज चाहिँ यसो केही गर्नु होइन केही नयाँ हालिदिनु भनेर हालेको अनि मेरो काम पनि भएको यस्तो कोही पनि छैन हिरो सबैमा हो कि यहाँ चाहिँ हाम्रो अहिले अर्डर आउनु सक्छ ल यति हो अहिलेको लागि बाई बाई गाइस सी यु नेक्स्ट भिडियो